आजको मकर सङ्क्रान्ति अथवा मकैहरू माघ सङ्क्रान्तिको मेलामा चाहिँ देवघरको नाममा भिडियो निर्भर छ। यो चाहिँ चितवन पारी नलपरासी पर्यो। यो हाम्रो कालीगण्डकी दोभान यो चाहिँ मान्छेहरू खिच्छु दुध दुने बेलामा गइकन बाछु बोल्दै हामी दुध दुने बेलामा जान्छौँ। बाछा बाछीले अघि खाइसकेको भन्छौँ। केटे कुछ सिमरा ल्याउँछ गाउँठाउँ काके भन्नाको यस्तो उद्देश्य हो। भगवानको कहिले हड्डी पनि पर्दैन किनभने जुन परमात्माले जुन पशु जुन जीवात्माले हड्डी पनि जम्ने खालको हो। यो भाँडोभन्दा हाम्रो लागि यो कसले भत्काइदिन्छ? यो पूर्ण परमात्मा श्री कृष्णले मात्र भत्काइदिन्छ। कृष्णले एकचोटि कसैले आत्महत्या गर्नु, कसैले कुनै डिप्रेसनमा जानु, कोही पागल बनेर हिँड्नुभयो। किन भन्दा यो शक्ति भएन। यो शक्ति भन्दा विस्तारलाई सम्पूर्ण गर्ने शक्ति आज तपाईँले नगर्नुभयो भोलि कस्तो हुन सक्छ। धर्म कार्यमा सानो भए पनि आफ्नो सहयोग कायमै राख्नु। यो सहयोग अरू कसैको लागि होइन, तपाईँको आफ्नो धर्म र पुण्यको लागि हो। आदरणीय अरू बेला त होइन। तल जान नि सक्दैन होला गयो है। त्यस्तै नि भयो माइकले जाउँ अस्तिर जाउँ। आफ्ना सवारी साधनलाई तोकिएको ठाउँमा मात्र पार्किङ गर्नुहोला। आजको घुइँचो माघे मेलाको यो चाहिँ हाम्रो कालीनाडी। बाँदरबाट आफू र आफ्ना सामानको सुरक्षामा विशेष ध्यान पुर्याउनुहोला।